मेयर पदबाट राजीनामा, रासोपामा सक्रिय भूमिका, प्रतिनिधि सभा निर्वाचनको तयारी, प्रधानमन्त्री बन्ने लक्ष्य, त्यो पनि एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढमा ओलीलाई नै हराएर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन्। राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय राजनीतिमा प्रवेश गर्दै प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन्। बालेन शाहको आजको दिनभरको गतिविधि, राजीनामादेखि जनकपुरसम्मको अपडेट थाहा पाउनुहोस्। मेयर बालेन शाहले आफ्नो राजीनामा उपप्रमुख सुनिता डङ्गोल समक्ष बुझाएका हुन्। उपप्रमुख सुनिताले नगर कार्यपालिका बैठकमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम राजीनामा प्राप्त भएको जानकारी गराइन्। 46औं नगर कार्यपालिका बैठकले मेयर बालेनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत पारित गरेको छ। राजीनामापछि उपप्रमुख सुनिताले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन्। अब महानगरको कमान्ड सुनिताले सम्हाल्नेछिन्। यसअघि माघ 4 गते नै राजीनामा दिने तयारी भए पनि विभिन्न राजनैतिक र कानुनी परामर्शका कारण केही समय अन्यल देखिएको थियो। अन्ततः आइतबार एकाएक निर्णय गर्दै बालेनले सचिवालय मार्फत राजीनामा बुझाएका हुन्। महानगरमा औपचारिक विदाई कार्यक्रमको तयारी भए पनि अन्तिम समयमा त्यो कार्यक्रम स्थगित भयो, बालेन गएनन्। मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगे। पार्टी प्रवेश गरेको 21 दिनपछि उनी औपचारिक रूपमा पार्टी कार्यालय पुगेका हुन्। रासोपा सभापति रवि लामिछाने सहितका नेताहरूले उनलाई स्वागत गरे। घण्टीघर स्थित पार्टी कार्यालयमा बालेन शाहले पदभार ग्रहण गरे। उनको कार्यकक्ष समेत तयारी अवस्थामा राखिएको थियो। पार्टी कार्यालयमा समर्थक र कार्यकर्ताको बाक्लो भिड देखियो। रासोपा प्रवेशसँगै बालेन शाहले झापा 5बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरेका छन्। उनी हाल रासोपाका वरिष्ठ नेता हुन्। केन्द्रीय समिति बैठकपछि उनी आजै जनकपुर पुगे। घण्टीघरबाट जनकपुर पुगेका बालेन शाह र पार्टी सभापति रवि लामिछानेलाई जनकपुर विमानस्थलमा ठूलो संख्यामा कार्यकर्ताले स्वागत गरे। स्वागतका क्रममा भिड अत्याधिक भएपछि विमानस्थलको सिसाको ढोका समेत फुटेको छ। धकेला धकेलपछि केही बेर नेताहरू विमानस्थल भित्रै रोकिएका थिए। जनकपुर पुगेर बालेनले भने, जनकपुर आएर तपाईहरूसँग भेट्न पाउँदा खुसी लागेको छ, माया लागेको छ। भोलिको सभाको तयारी भइरहेको छ। सुरक्षाबारे सम्बन्धित निकायसँग छलफल भइरहेको छ। विशेष कुराहरू भोलि सभामा नै राख्नेछु। भोलि सोमबार जनकपुर धाममा हुने रासोपाको सभालाई बालेनले सम्बोधन गर्ने कार्यक्रम छ। काठमाडौँ महानगरको मेयर पदबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका बालेन शाहको आगामी कदमलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ। मेयर पदबाट राजीनामा, रासोपामा सक्रिय भूमिका, प्रतिनिधि सभा निर्वाचनको तयारी, प्रधानमन्त्री बन्ने लक्ष्य, त्यो पनि एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढमा ओलीलाई नै हराएर। बालेन शाहको नयाँ राजनैतिक यात्राले राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ। आगामी दिनमा उनको कदमले कस्तो प्रभाव पार्ला त्यो भने हेर्न बाँकी नै छ।